त्यो अवालमा त सर्प टन्नै होला है त्यो अवालमा खन्यो भने नि तेरो के अरे सर्पहरू आएर उता वीरेन्द्रकोमा गयो भने त बस्या पनि गर्दैन होला हो गाउँले कोही नाममा हाम्रो सानो कलाकार हेरी जान्छु भन्छ धार चलाउन आउँदैन फेरि लसुनदेखि लिएर संसार रोपेछ फेरि यहाँ हाम्रो हामी त खाली ठाउँ त देख्नै नहुने रोकिदिइहाल्ने दुई मुठी सास रहुन्जेलसम्म हामी कृषिमा क्रान्ति गर्छौँ मकैको अवस्था रक्सी खाएर डराएको छ मकैको के छ अवस्था कान्छ अहिले मकैको अवस्था अस्ति नै नाजुक छ अब अहिलेको अवस्थामा ठिक छ जे हुन्छ राम्रै हुन्छ कहीँ पनि यहाँ मकै फेरि के अरे यहाँको हजामले कपाल काटिएको छ यी काहीँ अग्लो काहीँ होचो काहीँ टाटेपाटे काहीँ के हो अनि यस्तो अवस्था भएपछि त मलाई बाँच्न मुस्किल हुन्छ